दक्षिणा चाहिँ मजाले टन्न झार्नुपर्छ है। झार्यो क्याप्सीपट्टि भाडा चाहिँ किन नि? देउसी खेल्न जाने मान्छे थोरै भाडा। ल अब मान्छे थोरो भयो भने त अब 5 जना गएछ भने केराको खम्मा 15 भाइ जम्मा भन्नुपर्छ। लमसिङ खोम्ल्याङ अनि घरबेटीले कोही त 15 जना मान्छे छैन भन्यो भने त कोही आउँदैछ कोही चाहिँ नि उहाँ पाइखाना गएछ भनेर टाल लगाइदिनुपर्छ टिकी ट्यास पारेर। अब एउटै घरमा खेल्नलाई रात बित्छ नजाने। एउटै घरमा खेल्नलाई टाइम लाग्छ। लासो त्यहाँ त गएर एकछिन भट्टाउने बित्तिकै के भन्छ परेबाको छाती हामीलाई भयो राति घोडा बस्ने तबेला हामीलाई भयो अबेला भन्नुपर्छ। ल्याएर दिइहाल्छ। साँच्चीकै दिन्छ त? ल दक्षिणा राख्ने चाहिँ म है। तल तल ल थान्जी थान्जी ल का यति गरेपछि त मेरो लालटिनले काम गरिगयो नि टिकी ट्यास पारेर।